नमस्कार। आज म तपाईहरु समक्ष एउटा प्रेस रिलिज गर्न गइरहेको छु। विशेष गरेर हिजोआज हाम्रा गाउँ समाजमा नेपाली नाटकहरु बिस्तारै हराएर जान लागिरहेको छ। यो कुरा त सायद तपाईहरुले नि अनुभव गर्नुभएको होला। र विशेष भन्न खोजेको के हो भनेदेखिलाई यही आउँदो अप्रिल 25-26 मा चाहिँ हामी हाम्रो नाटक गोर्खेश्वरी रंगमञ्चद्वारा प्रस्तुत नाटक बाघचाल चौथो पल्ट हामी प्रस्तुत गर्न गइरहेका छौं। यो कालिम्पोङमा हाम्रो चौथो पल्ट हो। यसबाजी चाहिँ हामीले विशेष गरेर 11 माइल 12 माइल तोपखाना डुङ्ग्रा 13 माइल 14 माइललाई टार्गेट गरेर साथै गुम्बाहट्टालाई हामीले टार्गेट गरेर हामीले पुरानो हल जहाँ चाहिँ भालेमुङ्ग्रो रुन छ मंगल साम्राज्यमा एक दिन हाम्रा गुरुवर श्रीमान सीके श्रेष्ठ सरले गर्नुहुन्थ्यो। बुझ्नुभयो होला, पुरानो मानिसहरूले त बुझिहाल्नुभयो। र विशेष गरेर हामीले यसबाजी चाहिँ मंगल अडिटोरियम प्रणामी स्कुल हलमा चाहिँ हामीले यस हाम्रो बाघचाललाई चाहिँ प्रस्तुत गर्न गइरहेका छौं। र यो नाटक झन्डै तपाईको 1 घण्टा 40 मिनेटको छ। र यो डिजिटल साउन्ड रेकर्डिङ नाटक हो। यसमा मतलब तपाईहरुले समय अहिलेको मान्छेहरुकोमा अब समय धेरै कम भएकोले गर्दा फेरि हामीले डिजिटल साउन्ड रेकर्डिङ गरेर यस नाटकलाई ल्याएका छौं। र आशा गर्छु हजुरहरु सबैले आएर हाम्रो नाटकको रसवादन गरिदिनुहुन्छ होला भन्ने आशा राखेको छु। विशेष गरेर तपाईहरुलाई अर्को जानकारी पनि दिइराख्छु। त्यो चाहिँ के भने हाम्रो बाघचाल नाटक बाघचालको टिकटको लागि चाहिँ तपाईहरुले फेसबुक पेजमा गएर गोर्खेश्वरी प्रोडक्सन नामक जुन पेज छ त्यसमा तपाईहरुले सम्पर्क गर्नु सक्नुहुनेछ। धन्यवाद। आशा गर्छु तपाईहरु आएर हाम्रो नाटक बाघचाल हेरिदिनुहुन्छ भन्ने। धन्यवाद। मेरो कुरा ध्यान दिएर सुन। भर्खर तिमीले बाघचालको कुरा गर्दै थियौ हैन? तर यो बाघचाल अझै सकिएको छैन। आज हमारा बाघचाल का अंतिम दिन है।